गाइज आज चाहिँ हामी जानेछौँ हाइकिङ। हाम्रो दिदी हुनुहुन्छ, हामी चाहिँ रुमबाट निस्किसकेको छौँ र आज तपाईँलाई देखाउँदा अब फुल भिडियो, यो चाहिँ लङ भिडियो। हामी चाहिँ गाडी चलिसकेका छौँ गाइज। फाइनल हामी कति दिन पछि सबै घुम्न जान पाएका छौँ। आई एम सो हैप्पी। यस तुम्हें कुछ बोलना है तो बोलो। नहीं मैं मजा नहीं तिमीहरू यति लेट गरेर तिमीहरूलाई गालामा हामीबाट अब ढिला भयो गाइज, अनि त्यही भएर हामी त भागी बल्ल बल्ल आएर फेरि सुन्दर जाने गाडीमा चढिरहेका छौँ। काम छैन यिनीहरू, काम छैन। आफै घुम्न जाने प्लान गरेर आफै साथीहरू हामी जाँदैछौँ सुन्दरी जल धापधाम। हेलो विपना। हेलो सन्तोष दाई। हेलो सिन्धु। हेलो बन्दी। हामी चाहिँ अब फाइनली टिकट काट्ने ठाउँमा आउँदैछौँ। टिकट काट्ने ठाउँमा आउँदा पनि हाम्रो सास सकिरहेको छ। ल हामी चाहिँ टिकट काटेर आइसकेका छौँ गाइजहरू। ए नि हाम्रो क्यामेरामा आउने रे। हामी दुई मात्र आइरहेको छौँ। पछि चाहिँ दाई दिदीहरू हुनुहुन्छ। हामी चाहिँ जाँदैछौँ जङ्गलको बाटो। तपाईँहरू हेर्न सक्नुहुन्छ तल खोला पनि छ। कपाल हामी चाहिँ कपाल छोडेको छौँ किनभने आज नमाइ लिन आएको थियौँ। हामी सबैमा राम्रो बराबर के अरे एउटै हुन चाहन्छौँ। यस अनि यो माथिको जङ्गल देख्न सक्नुहुन्छ तपाईँहरू। थ्याङ्क यू फर वाचिङ। यो हाम्रो तपाईँहरू देख्न सक्नुहुन्छ गाइज। अरूले आक्रमण गर्न लागिरहेको छ। हामी बल्ल सैनिक इलाका आएको छौँ। हामी फोटो खिच्ने ठाउँमा जाने तर हामीलाई यो अगाडि गइसक्नु भयो हामी छोडेर। थाकेर माथि आइसक्यौँ होइन। यहाँबाट कस्तो भ्यू देखिन्छ म तपाईँलाई देखाउँ। यहाँबाट देखिने भ्यू यो हो काठमाडौँ। बुढा होइन काली त्यहाँ त मलाई दाइ भन्ने के भएको यार, ट्रेन हो क्या यो। हेलो दाई। वाह कति ह्यान्डसम देख्नु भयो तपाईँ त। के हो हेलो सिन्धु। हाई बिपु। अनि बोल्नु सक्ने अवस्थामा छैन भने घाममा बोलिसकेको छ होइन। यहाँ आउँदाखेरि बल्ल यत्रो भ्यू देखियो। उहाँबाट 8-10 किलोमिटर आयौँ। फोटोसुट चल्दैछ गाइजहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ अब अलमोस्ट घरमा पुग्न लागिसक्यौँ। पानी परिरहेको छ मन्द मन्द। हेलो सिन्धु। हेलो कुत्ता। हेलो गाइज हामी चाहिँ केही समयको यात्रापछि यस्तो घना जङ्गलमा आइसकेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। हामी बुढाइहरू गइसक्नु भयो अगाडि। हाम्रो दिदी थियौँ पछाडि दिदी थियौँ। जङ्गल छ। बाटो चाहिँ एकदम खराब रहेछ। यहाँ चाहिँ पुरै हिलो हिलो छ। पानी आएर होला। हेलो साथीहरू हामी चाहिँ अहिले धापधाममा आएको है। अनि अहिले मस्तो बाटो माथि उकालो जति चढेर अहिले चाहिँ हामी तेस्रो बाटोमा छौँ होइन। अनि यहाँ चाहिँ एकदम जङ्गलै जङ्गल छ। यता मेरो दिदीहरू हुनुहुन्छ पछि। अघि चाहिँ दाइहरू गइसक्नु भयो। अनि यो ठाउँ चाहिँ एकदम राम्रो रहेछ क्या। रुखहरू पनि हेर्न सक्नुहुन्छ। अनि एउटा इन्ट्रेस्टिङ चिज देखाउँछु म। हिलो रहेछ के गाइस बाटो चाहिँ एकदमै होइन। ठाउँ राम्रो तर बाटो हिलो भयो के गर्नु। ल हेर्नु त कति राम्रो खोलो। काठमाडौँमा बस्ने मान्छेले पनि यस्तो राम्रो खोलो भेटाउनु है। यहाँ जै पाइ तपाईँ देख्न सक्नुहुन्छ। यो जङ्गल भयो। यस्तो बाटो छ हेर्नुहोस् हिलो छ। अब हामी चाहिँ धापधाम पुग्ने हो। अनि धापधाम पुग्यो भने चाहिँ पुगिहाल्छु। साथीहरू तपाईँ यो घना जङ्गल हेर्न सक्नुहुन्छ। अनि यसमा आएको आवाज मेरो आवाज पनि आइरहेको छैन होला होइन। अहिले हेर्न सक्नुहुन्छ हामी यस्तो घना जङ्गलमा छौँ। हामी चाहिँ धापधाम पुग्न लागिसक्यौँ।
मेरो दिदीहरू पछि हुनुहुन्छ। अनि यहाँ चाहिँ यस्तो किराहरू कराइरहेको छ क्या। ओ छिटो आऊ न। घना जङ्गल छ, यसमा एक्लै छोडिदिनु त मान्छे मर्छ त हो बिचरा। तपाईँ पनि आफ्नो ग्रुपसँग आउनुहोस्, रमाइलो गर्नुहोस्। काठमाडौँको शोर सराबा होइन, त्यो क्लाउडबाट चाहिँ बाहिर निस्किनु छ भने यहाँ आउँदा हुन्छ। हुन त यहाँ पनि अब किराहरू त छन् होइन, जल्दी आऊ। तर पनि यहाँ चाहिँ एकदम यस्तो झरनाहरू छ। यो चाहिँ मेरो दिदी हेर्न सक्नुहुन्छ तपाईँ। कतिको थकाइ लाग्यो बहिनी? छोडेर हिँड्नु यस्ता छन् मान्छे। मैं तुम्हें कहाँ छोड़ी, तुम्हारे साथ ही तो हूँ। नहीं है मेरे साथ। हम दोनों जुमलिया हैं, हम ट्विंस हैं और वो पीछे आ रही है, वो दोनों ट्विंस है। बोलेंगे तो आप मानेंगे? नहीं मानेंगे। क्यों नहीं मानेंगे हम? ओए जल्दी आओ। क्या हुआ? एकदम थाकिसकेका छौँ गाइस। हामी चाहिँ उकालो त चढ्यौँ होइन, अब ओह्रालोमा छौँ। ओह्रालो कि होइन, तेर्सोमा छौँ। हिँड्नु चाहिँ एकदम गाह्रो हुने क्या। मस्त दिन भयो बसेको। अनि कति घना जङ्गल हो हेर्नु न, कालो चुर छ। माई गड, यस्तो जङ्गलमा आएर एक्लै हराउनु मन त थ्याङ्क यू फर वाचिङ गाइस। Look at this. हेलो साथीहरू, अहिले चाहिँ म यहाँ फसिसकेँ। किन भन्दाखेरि होइन, मेरो आधी टिम यता गइसक्यो, आधी टिम यता भन्दा नि एउटा दिदी यता हुनुहुन्छ। अब म यो जङ्गलमा एक्लै छु गाइस। डर त लाग्यो नि, यहाँ आँखामा के पस्यो क्या। अनि अब उसको चाहिँ काँटा खस्यो अरे, अनि ऊ काँटा लिन गएको छ। उसलाई चाहिँ काँटाको यति धेरै मौज छ। अब कहाँसम्म पुगेर आउनु हो त्यो मान्छे? यस्तो जङ्गल रहेछ है यहाँ त। अब कहिले आउँछ यार, मलाई कता बाघ भालुले खाँदैन। जान्छु यार। ऊ अलिवटा सामान आएको, भेटाए चाहिँ लिएर आएको छ। छिटो छिटो। अभी हम जंगल के बीचों बीच है। हमारा अभी तक डेस्टिनेशन नहीं आया, जो कि धामधाम था। हम बहुत थक चुके हैं और अभी धीमी धीमी बारिश भी हो रही है। मौसम तो बहुत अच्छा हो रहा है घूमने के लिए, लेकिन फिर भी पता नहीं हम क्यों घूम रहे हैं। तकलीफ हो रही है। ऐसा लग रहा है कि हम घूम गए, हम असली रास्ते पे नहीं है। अब आप सामने देख सकते हो, जंगल ऐसा है कि हम किसी से हेल्प ही नहीं ले सकते। शायद यही है एडवेंचर। भाग रहे हैं। वो देखो हमारे दो भाई बहन वहाँ पे है। यहाँ पे बहुत अजीब अजीब जानवर भी है। भगवान करे हम जल्दी भाग। लेकिन ये सच में बहुत मज़ेदार है। हमें बहुत मज़ा आ रहा है। नहीं आ रहा है। पानी परिरहेको छ, त्यही भएर हामी चाहिँ छाताबाट गइरहेका छौँ गाइजहरू। किराहरू कता परेर। ओह माय गॉड, सच में यहाँ तो जंगल में कुछ कुछ ना जाने क्या क्या मिल रहे हैं। फाइनल धामधाम पुगिसक्यौँ र धामधाम यो जग्गा माथिसम्म छ, परसम्म। फाइनली हामी कति घन्टा हिँड्यौँ? 4 घन्टापछि हामीले चाहिँ यति राम्रो भ्यू देख्न पायौँ गाइजहरू। तपाईँहरू हेर्न सक्नुहुन्छ यत्रो माथि चाहिँ यति राम्रो ताल रहेछ। हामी चाहिँ यही हेर्न आएको। आज मान्छे धेरै छैनन् अलि। यस, हाम्रो हाइकिङ कम्प्लिट भयो एकदमै। बन्द भयो। उसले
सिक्सिङ पुगेर आहा यता पनि यो धामधाम यो अर्को साइडबाट हामी चाहिँ उताबाट हेरेर होइन अब घर फर्किनु बेला हामीले फाइनली फेरि अर्को नजारा देख्यौँ यो चाहिँ यता ब्यारिकबाट रहेछ क्या यहाँ आर्मीको क्याम्प यताबाट वाउ उताबाट पनि यताबाट धामधाम एकदम राम्रो देखिरहेको छ है त हेर्न सक्नुहुन्छ तपाईँहरू वा यो पानी हो पुरै आइस भनेर नझुक्किनु होला माई गड वाउ कुहिरोडाँडा चाहिँ एकदम राम्रो भएको छ अहिले चाहिँ माई गड ल साथीहरू हामी चाहिँ धामधामबाट अहिले नै हिँडेको अनि हिँड्दा पानी परेर प्रेत परेर अहिले हेर्न सक्नुहुन्छ रात परिसकेको छ राम्ररी भिडियो पनि आएको छैन अब चाहिँ हामी बल्ल हाम्रो चाहिँ यात्रा खत्तम हुँदैछ आज धामधामको यात्रा कस्तो भयो तपाईँको एकदम राम्रो भयो हामी चाहिँ कस्तो घना जङ्गलमा गयौँ अनि हामी चाहिँ रात परिसकेको छ हेर्न सक्नुहुन्छ ओहो खुट्टा त यति दुखेको छैन भन्दाखेरि अब कसै पुग्दैन हालत एकदम खराब छ गाइस आजलाई यति नै भेटौँ अर्को भिडियोमा बाई